ल सबै सेट भयो सबै सेट भएर हामी निक्ल्यौँ यहाँबाट साइड भयो त सेट भयो के बाबा अहिले होल्ड ह्यान्ड नर्मली अञ्जली के भयो मेरो बुढीको आउँला भयो यता हेर्नु हाँस्नु बुवा मम्मीलाई यसो गर्नु त हात त्यसमा हाल्नु न मम्मी त्यो छुनु मात्रै अस्ट्रेलिया अरू मिलन सिकाइनु मम्मी टुपी सिन जानुपर्छ बाबा अहिले होल्ड ह्यान्ड क्या तीनटा होला मात्रै यसमा दुईटामा छैन छोडेन त अहिले होल्ड ह्यान्ड भयो त बाबुले खिच्नुहुन्छ नि मलाई खिच्न आउँदैन अटो संस्था छ अटो नै हो यो ए त्यसो राम्रो छ यसलाई थोरै मात्रै खिच्यो भने बिस्तारै खिचिराखेको फोकस गर्छ अनि त्यसपछि राम्रो खिच्छ त्यसले त्यो आउँछ फोकस गर्छ गर्मी भइसक्यो फटाफट पुरा यताबाट यताबाट बोल्छ के भन्छ बुहारी ओ जहिले देब्रे भयो कि हे रस भयो टिका लाउने बुवाले यताबाट झ्याउ मलाई चाहिँ झ्याउ लागेको छ नभए यो खोला फोकस गरेर नानीहरूले It's Oppo 15 यसरी खिच्ने यहाँबाटै कस्तो अल्टरनेट ठाउँमा छ नि आज दाहिने यता हो दाहिने यहाँ लगा न यहाँ दही पनि अलिकति लागेको कहिले नगरेर चाहिँ गरेको ठुलो माउले सही भन्नुभएको छ यतैबाट ठिक हुन्छ है उतैबाट ठुलो बा ठुलो मामी हात मान्नु त्यहाँ सन त पनि मम्मी अनि भयो उताबाट आउँछ यताबाट आउँछ खुट्टा दिनु न त खुट्टा चाहिँ कहाँ राख्या खुट्टा 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 कहाँ खुट्टा त्यो उल्टो भयो नि त्यो मामाको छोरा हो अप्पै अरू बेला कहाँ ढोक्नु भनेको हौ तपाईँ पनि एक्लै हो बिहे गरेको छैन एक्लै लाग्नु छ एकल काटो अघि बस 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 दाइ यो लास्टै जुम आउटमा बसेका छौँ यार हामी थाहा छ दाइ यसले फेरि आफै जुम गर्छ क्या हो होइन चुन उयो गरेर घुमाउ न त्यो डब्बा ए छैन ए ओके यो बाई लास्टै हो यो यता छौँ क्या हामी धेरै यो भिट्टा छ अब बाहिर गयो भने भिट्टा आउँछ यहाँ ठ्याक्कै छौ यताबाट आउँदैन यताबाट लाइट आउँछ क्या अनि के भन्दाखेरि बहिनी लाइट त्यहाँबाट कस्तो लाइट आएको छ छैन लाइट एनी लाइट पल्ट के हो भन्दाखेरि दाइ यो अलिकति एक ठुलो बा बस्नुमा ठुलो मम्मी बस भइरह्यो भए सकिन्छ क्या 770 किलो क्वालिटी नै कस्तो दामी देखिने क्या अरू बेलाको होइन क्या दाइ जस्ट यतिको लागि चाहियो क्या बसन्त दाइ अरू बेलाको यति बेलाको चाहियो क्यामेरा क्या धेरै नरिसाउनु होइन यो क्वालिटीको अरे यो क्वालिटीको फोटो हाम्रो मोबाइलले दिँदैन नि हेर्दाखेरि त तपाईँको एचडी क्वालिटी दिइरहेको छ हुन्छ नि यसबाट हेर्नु त होला नि होइन दामी आएको छ नि त आइरहेको छ नि यो निक्लिँदैन हजुर हेर्नु मिल्दैन यो निक्लिँदैन हजुर हेर्नु मिल्दैन कस्तो आइरहेको फोटो यो फेरि मैले हेर्नु फ्लिप मात्र हुन्छ ए ओके योभन्दा यो 3 हो होइन 4 को बाट बल्ल फ्लिप हुन्छ कि दुईतिर यो चाहिँ मेरो माथि मात्र हो यता हेर्नु पर्यो ठुलोमा यता हेर्नु सबैजना आउने क्या तपाईँ अल्टरनेट ठाउँमा बस्नु ठुलोमा अलिकति छ नि त हजुर अलिकति फ्रेममै आएको भयो मम्मीको लागि सुन पनि भएन मम्मीले हजुर हट्नु पर्दैन क्या ठुलो भए नरिसो होइन एउटा चिम्टी होला कालो चिम्टी लिएर आइदिनु कस्तो खालको त्यो कालो नर्मल चिम्टी कि ठुलो भए हल्लिनु नहल्लिनु तपाईँ त आउनु त तपाईँ मेन फोकस हो क्या तपाईँ जहाँ जानुहुन्छ क्यामेरा त्यहीँ जान्छ
कस्तो कस्तो राम्रो छ मम्मी जम्मा राम्रो त मजाको ए हो र गुवाला ढाउने ठुलो मामलाई खुट्टामा कस्तो मम्मी सासामा मात्र ढोग्ने हो त हो ठुलो हो भएको कुरा त गर्नु पर्यो नि कहाँ त गर्नु पर्ने कहाँ ठुलो बच्चा छिटो चाहियो भनेर अझै खुट्टा त्यो होइन दाइ खुट्टा पुग्नु पऱ्यो नि त आधा कस्तो कुरा यसो यसो गरेको है हजुरको पैसा छैन कहाँ भाइ कस्तो खाना भन्दाखेरि चाहिँ ठ्याक्कै जुम आउट गऱ्यो नि म मिलाउँछु यसले मिलेर क्या अलिकति सुनौ ठिकै छ त त्यसरी खिच्न आउँदैन नि मलाई कहाँ त्यति एक्ज्याक्ट छु त म अब पहिलो दसैँ मसँग होइन यो मोमेन्टको लागि म त्यो क्रेभ भइरहेको थिएँ कि लाइक थ्याङ्क यू मम्मा अनिसा छोड कि त यता आउँदैन नि आफै हुन्छ हजुर त अहिले सेल गरिहाल्नु त बाबा सेकेन्ड टाइम मैले खिचिदिन्छु न फेरि एकचोटि बसेर मम्मी बुवा मम्मी त्यो बिबिसकोहरू चाहिँ बाबुले यसलाई गर्नु छ अन्त नानीहरू यस्तो भनेछ नि तल लाउनु भयो बुवाले माया गालामा यहाँ पनि बुद्धि आओस् भनेर त्यसले केही छैन होइन ठिक छ है ठिक छ ए दुईजना एकैचोटि एक दिन गर्नुभयो फेरि ठिक छ होइन मम्मी लाउनु त्यही भएर नेपाली बिलो गरेर भएको You look so pretty. I'm pretty. होइन त मेकअप कस्तो सुहायो कि दिनलाई देखेन हो त्यो उयो गर्नु सक्दैन अर्को त्यो हरियो मम्मी त्यो तिनवटा तिनवटा गर्छु न होइन त्यो तिनटै भने 20 10 5 गरेर जमरा गर्नु गए बेला सम्पत्ति हात लाग्दै जस्तो राखिदिनु भयो अहिले थापिराख अहिलेलाई होइन मम्मी त्यो हुन्छ सँगै बस्नु भएको एकछिन छोरी बाँकी छ छोरी पछि सकिरहेको मम्मी यो टिका लगाइदिनु ल जमरा उयो के अक्षतावाला भने बुद्धि आओस् अलिक बलोस् योभन्दा धेरै बुद्धि हुनु हुँदैन धेरै बुद्धि छ बस्ने झगडा नगर्ने झगडा
भए पनि नरिसाओस् ढोग्ने रहेछ छोरी ल ढोगाई भयो भएकै पछि कुरा पछि एकछिन निरेर बसेको हुन्थ्यो क्याप्चर भयो कि भएन मम्मी चाहिँ रोएर राख्छ कुनै कुरो ढोगाएन अनि ढोग्नु त ल नियम हो नि छेड्छन् नियम त नियम हो नि मजा पल्टेको मजा त खोल्नु पर्थ्यो हालु हो कपाल त्यस्तै गर है होइन बल्छ मम्मी अहिले हुँदा चाहिँ ठिक्क हुन्छ मान्छे आउँछ अर्को मान्छे थपिन्जेलसम्म भयो सँगै लगाइदिनु न छोरीलाई त मम्मी बुवाले पनि छोएर सँगै लगाइदिनु पाले हो होइन हजुरले नै टिका गरिदिनु छरिदिनु उयो गर भने कि मम्मी अहिले राम्ररी मेलमिलाप गरेर बस्नु छोरी धेरै कमाउनु छोरीलाई त हेर्नु न आशीर्वाद लगाइदिनु मम्मी तले हालेको एकदम राम्रो चम्चाले पनि सुगर खान्छ त्यो चाहिँ मैले हालेको थिएँ बाबा अघि भगवान्लाई चढाउँछु भनेर मिठाई खाएको छैन रे बुढी मेरो आफै बनाइदिए ठिक छ बाबा ब्रिलियन्ट मैले प्रोग्राम के छैन होइन मिठाई कुरा गर्नु भयो मिठा त राम्रो छ खाइसक्यो अनुहार देखेन तिनजना तिनजना होइन फर्केर हाँस्छु बुढी बस्नु हेर्नु भयो काम मान्छे दाँत पनि छ पल्टाइरहेछ कस्तो कति हेर्नुहुन्छ क्या दुईजना बस्नु मम्मी र बैस नि अलिकति त्यहाँ बिचमा बस्नु एकचोटि यतै छ मम्मी अलिकति यता आउनु त बुवाले त सर्नु यो ब्याकग्राउन्ड पनि आउँछ कि अनि अञ्जली बिचमा बस्छ त चिम्टी चिम्टी त्यही भएर चाहिँ चिम्टी खोज्छु भनेको हो जमारा लाउनु हो साँच्चै नै दुईजना बस्नु नि त पहिला अञ्जली खिच्नु सिङ्गल अञ्जली छ बुहारी बुहारी फोटो खिच्नु दे कसले गएर बस्छ ठिक छ हजुर हजुर यस्तो त्यो पुक्ख भयो सायद पेटमा पुक्ख ए ल ल हजुर आउँछ पछि गर्नु ल हाँस्नु न मम्मी बुवा यता हेर्नु कति हँसाउने बाबु पनि आउनु न एकजना हो यस्तो भएर बस्नु न हैन ठिक छ बाबु यता नि आउनु न बिचमा बस्छ आउनु न बिचमा बाबु खै जमारा देखेन नि त त्यो चिम्टी भएको चाहिँ जमारा देखिन्थ्यो है लाउनु त आऊ सबै चारजना नानी कहाँ राखिन्छ ए ओके खै फोन उयो छ तिम्रो आउने त यहीँ बसेको छु अन्त चार्जर फ्रेम आउनुपर्छ है फ्रेम आउनु पऱ्यो नि चार्जर यो चाहिँ पहिला बानी हातमा बटार्ने क्या बोली सिकाएको क्यामेरालाई हातमा बटार्ने आउनु होइन क्रिसकस गरेर बस्ने हो कि म यसरी बस्छु नि भइगयो नि मम्मी बुवाले म कस्तो देखेछ आज भन्नु भएन म कस्तो देखेछु भने धेरै राम्रो छ मेरो बुहारी यस्तो मनपर्छ नि उहाँको खाना चाहिँ टाइममा थियो अब फला गेस्टी खुसीको ल मरौँ नि खिच नि उता बस्नुको एउटा उता 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 यसो गर्दा कस्तो हुन्छ ठिक छ यस्तो ए जस्तै होइन भन्नु न त्यहाँ तिम्रो लाइन देखिन्छ हरियो लाइन भित्र आँखामा लागेर त आँखामा लगाएर त त्यहाँ हरियो लाइन देखिन्छ अनि हरियो लाइन भनेको स्ट्रेट राख्नुपर्छ देख्यो हरियो लाइन तलमाथि हुन्छ देख्यो चस्मा भयो कि के हो
ओके तर उता गयो त त्यो तलमाथि हुन्छ क्या स्ट्रेट गर्नलाई त्यो तल स्ट्रेट गर्नलाई होला स्ट्रेट हरियो भने स्ट्रेट हो यसरी पुरै देखाएर हुन्छ नि होइन केही आउँदैन त्यो स्क्रिनमै हेर्नु अरू उता गएको स्क्रिनमै हेर्नु हुनुपर्ने त हो जसरी आउँछ त्यसरी ठिक छ न गर्मी भइसक्यो मलाई त यसले अटो फोकस गरिहाल्दो रहेछ बहिनी तिमी पनि त पसन्द त मेरो खिच्नु न ए ल अब 5 जना बसिरहेको बेलामा बसेर यो देख्नु पर्यो नि अनि अहिले पछि उठेर चाहिँ बाहिर खिच्ने ल जाने नि बाबु खाना खायो अरे ल खाना नखाइकन जाउँ पहिला खाएपछि भोक लागिसकेछ अलिक नजिक आउनु यसो किन टाढा गए यहाँ हाम्रो हाई फोटो सुट हुँदैछ फोटो सुट यो चाहिँ सही रहेछ सही गर्नु त थाक्यो यतिकै रहन त हुँदैन आउनु हजुर मेरो फोटो यसो न यहीँ यो